वेलकम टु माई युट्युब च्यानल है त गाइज। आज पनि अब हाम्रो ब्लग सुरु भयो। अब चाहिँ हामी घुम्न जाँदैछौँ है। आजको लोकेसन चाहिँ सूर्यमुखी फुलतिर हो, सनफ्लावर हेर्न जाँदैछौँ हामी। हाम्रो अब ट्राभल चाहिँ सुरु भयो होइन। तपाईँहरूलाई चाहिँ आज म राम्रो राम्रो ठाउँ देखाउँछु है त। ल हेर्दै जानुहोस् है त। ल हाम्रो यहाँ केटाहरू चाहिँ हामी पाँचजनै हो। म चाहिँ यहाँ छु। अब भ्यू हेरौँ न त। यसो हामीले चाहिँ आज गुगल सर्च गरेर चाहिँ लोकेसन पत्ता लाग्यो होइन। त्यहाँ चाहिँ एकदम हाइलाइटको ठाउँ रहेछ है। एकदम बारी नै छ अरे क्या त्यो। अब एरिया नै पुरै सनफ्लावर छ भनेपछि त अब खत्रै होला है। आज चाहिँ म तपाईँहरूलाई सनफ्लावर बारीमा लिएर जान्छु। तपाईँले ल्याम मेरो यो सब्सक्राइब गर्नु पऱ्यो क्या मेरो च्यानल। केटाहरू चाहिँ अब लोसन छिरिहान यसो खानेकुरा ल्याएर किन्छन् चाहिँ खुवाउँछन् होला नि त केटाहरूले। अब के छ र है, अब खाँदै जाने हो। अब यहाँ अब हामी नेपालमा नभए नि नेपाली माया त यस्तो लाग्छ कि हामीलाई है। अहिले चाउचु छ साथमा, अहिले चाउचु खाँदै जाने हो। यो चाहिँ केटाहरूले सामान किन्दैछन् खाइमनो है। अलिअलि त खानु पर्यो नि त। यस्तो सामान छ, यस्तो हुन्छ। आइसक्रिम, चिप्स, आलु, पपकर्न, आलु चिप्स। सपोर्ट गर्नु पर्यो है मलाई। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु पर्यो हजुर है त। हामी चाहिँ अब ओसाकी पुग्न लाग्यौँ होइन। सनफ्लावर भएको ठाउँ चाहिँ ओसाकी है। लोकेसन चाहिँ ओसाकी हजुरहरूले सर्च गरेर आउन सक्नुहुन्छ यहाँ हुनुभएको चाहिँ। म हजुरहरूलाई होइन जापानको हरेक कुनामा एकदम राम्रो ठाउँहरू तपाईँहरूलाई देखाउनेछु क्या। जापानमा होइन सकेसम्म चाहिँ म एकदम सबै ठाउँ ट्राभल गरेर हजुरहरूलाई मेरो जर्नीमा सँगै लिएर जान्छु। सो मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु पऱ्यो। हेलो के छ? अब हामी चाहिँ मैले हजुरहरूलाई सनफ्लावर भएको ठाउँमा लान्छु भने त्यसको लागि सरी होइन। हामी गएको तर के भयो भन्दाखेरि सनफ्लावर त पुरै सुकेर मरिसकेको छ। त्यसको लागि चाहिँ एकदम सरी होइन। हजुरहरूलाई आज चाहिँ एकदम खत्रै आइल्यान्ड देखाउँछौँ हामी। डुङ्गा सर चलेको यस्तो गर्मीमा होइन खत्रै छ क्या प्लेस चाहिँ। आज चाहिँ कहीँ नजानु है त तपाईँहरू। आज मसँग ट्याक्क सँगै माचुसीमा भन्ने ठाउँ घुम्नुहुनेछ है त। ल त्यही आज पाँचजना ठाउँ होइन। माचुसीमा भन्ने के अरे ठाउँ लेख्नु माचुसीमा आइल्यान्ड यस्तो रहेछ गाइस। माचुसीमा भनेकै त्यो आइल्यान्ड भन्दो रहेछ होइन। इङ्ग्लिसमा चाहिँ आइल्यान्ड भइगयो। अनि न्युङ्गोमा चाहिँ माचुसीमा है त साथीहरू।
हजुरहरूलाई चाहिँ म यहाँको सिनहरू केही भ्यूहरू देखाउँछु हेरेर चाहिँ एकदम इन्टरटेनमेन्ट लिनु होला होइन अहिले चाहिँ हामी सेन्दाईको माछासिना भन्ने ठाउँमा छौँ होइन यहाँ चाहिँ एकदम अब यहाँ समुद्र छ क्या हेर्नु है ओ दामी छ होइन तपाईँलाई यो मुड फ्रेस गर्नको लागि होइन चिल ठाउँ छ क्या हेर्नु ए टाप्नै टापु छ है त यस्तो वस्तु बेच्न पनि राख्दो रहेछ हो हेर्नु त ल हामी चाहिँ अब घुम्दै हो अब यहाँ चाहिँ अब जापानिजहरूले ढोग्दो रहेछन् होइन हाम्रो नेपालमा जसरी अब यिनीहरूको अब के हो अब कल्चर कस्तो छ है अब हाम्रो थाहा भएन देखियो क्या अरे अब यहाँ यसो क्लिक गरिदिएँ मैले पनि हेर्नु है आहा हेर्नु त कति राम्रो छ टेक्नोलोजी ओ माई गड छ यहाँ चाहिँ है आज हामी नयाँ ठाउँमा छौँ है ओइ मैले सबै भ्यू चाहिँ तपाईँहरू देखाउन पाइनँ जस्ट ठाउँ अनि के कस्तो छ त भनेर चाहिँ मैले देखाएको होइन अब यस्तो हो क्या अब यसो काममा पनि जानु पर्यो होइन अब हजुरहरूले फुल्ली सपोर्ट गर्नु भयो भने त म एकदम लागेर नै गर्नेछु है त्यही भएर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है यहाँ चाहिँ यहाँ भएको कुराहरू चाहिँ सबै एभाइलेबल छ है हेर्नु है के हो लाइदेऊ न मायाले हामी चाहिँ फर्केको है ल गाइस